आइसिसी टी20 विश्वकप छनौट अन्तर्गत सुपर 6 मा नेपालले तेस्रो खेलमा आयोजक ओमानको सामना गर्दैछ। यी दुई टिम बीचको खेल बुधबार राति 8:45 देखि सुरु हुनेछ। सुपर 6 मा नेपाल र ओमान लगातार तेस्रो जितको खोजीमा छन्। नेपालले सुपर 6 को पहिलो र दोस्रो खेलमा क्रमशः युए विरुद्ध 1 तथा कतार विरुद्ध 5 रनको रोमाञ्चक जित निकाल्यो। समूह चरणमा पनि नेपालले लगातार 2 खेलमा जित दर्ता गरेको थियो, जहाँ नेपालले कुवेत विरुद्ध 58 रन तथा जापान विरुद्ध 5 विकेटको जित निकाल्यो। उता ओमान पनि जारी प्रतियोगितामा अपराजित छ। उसले समूह चरणमा सामोआ विरुद्ध 5 विकेट तथा पपुवा न्युगिनी विरुद्ध 52 रनको जित निकाल्यो। उसले सुपर 6 मा कतारलाई 34 रन तथा युएलाई 5 विकेटले हरायो। ओमान अहिले अङ्क तालिकाको शीर्ष स्थानमा छ। ऊ बुधबार नेपाललाई पनि हराएर तालिकाको शीर्ष स्थानमा कायमै रहन चाहन्छ। यता तालिकाको दोस्रो स्थानमा रहेको नेपाली टिम ओमानलाई हराएर 1 खेल अगावै विश्वकपमा स्थान सुरक्षित गर्ने योजनामा छ। बुधबारको खेल विश्वकपमा स्थान बनाउनुका साथै छनौट प्रतियोगिताको उपाधि जित्ने मामलामा पनि महत्त्वपूर्ण छ। यो खेल जित्ने टोली नै प्रतियोगिताको च्याम्पियन बन्ने सम्भावना छ। त्यसकारण नेपाली टिम ओमान विरुद्ध अनिवार्य जितको खोजीमा हुनेछ र नेपाल सन् 2023 को विश्वकप छनौटमा सुपर ओभरमा बेहोरेको हारको बदला पनि लिन चाहन्छ। यद्यपि त्यो रोमाञ्चक खेलपछि नेपालले ओमानलाई लगातार 2 खेलमा हराएको छ। नेपाली टिम बुधबार ओमान विरुद्ध जितमा ह्याट्रिक गर्न चाहन्छ। जारी प्रतियोगिता अघिको वार्म अप म्याचमा 6 विकेटको सहज जित निकालेकाले पनि ओमान विरुद्ध नेपाली टिम खुलेर खेल्ने सम्भावना छ। हालसम्म टी20 मा नेपाल र ओमान बीच 8 वटा खेलमा प्रतिस्पर्धा भएको छ, जसमा नेपालले 5 र ओमानले 1 खेल जितेको इतिहास छ। यसरी हेर्दा हेड टु हेड नतिजामा ओमान विरुद्ध नेपाल हावी देखिन्छ। आइसिसी टी20 वरियतामा पनि ओमान भन्दा नेपाल माथि छ। ताजा आइसिसी टी20 वरियतामा नेपाल 17औं तथा ओमान 20औं स्थानमा छ। नेपाल जारी प्रतियोगिता जितेर वरियतामा पनि थप सुधार गर्ने योजनामा छ। यस प्रतियोगितामा नेपालका लागि ब्याटिङमा आसिफ शेख, कुशल भुर्तेल, रोहित कुमार पौडेल र गुलसन झा ठिकठाक लयमा छन्। उनीहरूमध्ये कुशल, रोहित र आसिफ सर्वाधिक रनकर्ताको सूचीमा टप 10 भित्र छन्। उनीहरू ओमान विरुद्धको खेलमा थप उत्कृष्ट प्रदर्शन गरेर टप स्कोररको सूचीमा सुधार गर्न चाहन्छन्। जारी विश्वकप छनौटमा बलिङतर्फ लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। उनी अहिलेसम्म सर्वाधिक विकेटकर्ताको सूचीको दोस्रो स्थानमा छन्। सन्दीपले 4 खेलमा 5.93 को इकोनोमीमा 10 विकेट लिएका छन्। उनी बुधबार शीर्ष स्थानमा उक्लिन पूरा कोसिस गर्नेछन्। अलराउन्डर तथा उपकप्तान दिपेन्द्र सिंह ऐरीले पनि राम्रो बलिङ गरिरहेका छन्। उनले 4 खेलमा 4.80 को शानदार इकोनोमीमा 4 विकेट लिएका छन्। दिपेन्द्रले फिल्डिङबाट पनि प्रत्येक खेलमा नेपालको जितमा महत्त्वपूर्ण योगदान दिइरहेका छन्। नेपालले ओमान विरुद्धको खेलमा 2 खेलाडी परिवर्तन गर्ने सम्भावना छ। बुधबार नेपालले सन्दीप जोरा र कुशल मल्ललाई बाहिर राखेर आरिफ शेख र करण केसीलाई मौका दिने सम्भावना रहेको हो। जारी प्रतियोगितामा लगातार 4 खेलमा मौका पाए पनि जोरा र मल्लले त्यसको सदुपयोग गर्न सकेनन्। जोराले पछिल्लो 5 खेलमा 29 रन मात्र बनाएका छन्, जसमा उनको उच्च स्कोर 14 रन हो। उक्त रन जोराले वेस्ट इन्डिज विरुद्धको तेस्रो टी20 मा बनाएका थिए। जारी विश्वकप छनौटमा भने उनको उच्च स्कोर 5 रन हो। यस्तै कुशल मल्लले पछिल्लो 5 खेलमा 38 रन मात्र बनाएका छन्, जसमा उनको उच्च स्कोर 12 रन हो। लगातार मौका पाउँदा पनि फ्लप भएपछि जोरा र मल्लको आलोचना बढ्न थालेको छ। ओमान विरुद्ध नेपालको प्लेइङ 11मा कुशल भुर्तेल, आसिफ शेख, रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुलसन कुमार झा, मोहम्मद आदिल आलम, सोमपाल कामी, करण केसी, नन्दन यादव र सन्दीप लामिछानेले मौका पाउन सक्छन्। तपाईको विचारमा चाहिँ ओमान विरुद्धको खेलमा कसलाई प्लेइङ 11मा मौका दिनु पर्ला? कमेन्ट लेख्नुका साथै आगामी दिनमा पनि नेपाली खेलकुद र खेलाडीसँग सम्बन्धित अपडेटका लागि कृपया स्पोर्ट्स इन नेपाल युट्युब च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनु होला। धन्यवाद।